हे गाइज, आजको मेरो ब्लग चाहिँ पसलबाट सुरु भएको छ। यहाँ चाहिँ हाम्रो एउटा साथीलाई पिकअप गरेर हामी चाहिँ लाग्यौँ राइडर साथीको बाइकमा बसेर उसको घरतिर। आज चाहिँ उसको घरमा चटपटेर मोमो खाने प्लान भइरहेको थियो, त्यसैले घर पुगेर हामी चाहिँ सबै आफ्नो कामतिर लाग्यौँ। मेरो साथीहरूले चाहिँ प्याज, खुर्सानी, टमाटर काटिरहेको थियो अनि मैले चाहिँ यहाँ सामानहरू अनबक्सिङ गर्न थालेँ। मैले चाहिँ सुरुमा कुरकुरेलाई बाटामा राखेँ, त्यसपछि पालो चाउचाउलाई राखेँ, त्यसपछि मैले पिनटलाई राखेँ, अनि त्यसपछि मैले नमकिनलाई राखेँ, त्यसपछि मैले राखेँ चाउचाउको मसलालाई त्यसमा राखिदिएँ र चाउचाउको मसला यति मिठो लाग्छ नि मलाई। त्यसपछि चाहिँ मेरो साथीले चाहिँ यसमा नुन, अनि त्यसपछि मरमसलाहरू, अनि कालो नुन, अनि त्यसपछि कश्मिरी लाल मिर्च थोरै कलरको लागि राखिदियो। त्यसपछि चाहिँ प्याज, टमाटर, खुर्सानी राख्यौँ, अनि त्यसपछि थोरै बन्दा, त्यसपछि हामीले राख्यौँ काँक्रो। यस्तो मिठो हुन्छ नि गाइस काँक्रो। त्यसपछि चाहिँ मेरो साथीले मिक्सिङ गर्यो, अनि त्यसपछि उसले हाल्यो थोरै चुक, अनि त्यसपछि उसले फेरि मिक्सिङ गर्यो, अनि त्यसपछि हामीले चाहिँ थोरै भुजा राख्दै मिक्सिङ गर्दै गऱ्यौँ। र मेरो साथीले चाहिँ टक्क मिक्सिङ गरेर लेजले मस्त डेकोरेट पनि गरिदियो, किनकि म चाहिँ ब्लग बनाइरहेको थिएँ। अनि त्यसपछि चाहिँ हामी चियर्स गरेर चाहिँ खान थाल्यौँ, एकदम चियर्स गरेर खान थाल्यौँ। एकदम मिठो भएको थियो गाई चटपटे, तर के गर्ने थोरै चटपटे खायौँ, त्यसपछि पेट नै भरिसक्यो। यति धेरै चटपटे गाइज हेर्न सक्नुहुन्छ बचेको छ, त्यही पनि मेरो साथीको हालत हेर्नु कस्तो भइसक्यो। ओके गाइज, बाई।